हेलो साथीहरू, हामी टक्कसँगले हौ जाँदैछौँ होइन। अब चट्टसँग आज छुट्टी हो लच्छी भाइ र म। अब के कस्तो हुन्छ यो चाहिँ भिगो V50बाट चाहिँ भिडियो गर्दैछु म। के कस्तो लाग्छ है त सल्लाह सुझाव दिनु होला। यो मैले किने छैन, साथीले किने हो। हाम्रो उहाँ साथीको मोबाइल हो, मैले चाहिँ भिडियो ल उतातिर भेटौँला है। अगाडि यस्तो छ हाम्रो लाइनहरू, हाम्रो लाइन चट्टसँगले हाम्रो लाइनहरू यस्तो छ हेर्नुहोस्। गाडी सेलमा छ पुरा, के गर्नु क्वालिटी निकाल्नु पर्नेलाई नै हामी जाने बाटो हो यिनीहरू चाहिँ। सो पारी पारी झिलिली लाइट बलेको छ त। हेर्नुहोस् आजको मौसम यस्तो छ, सरल लाएर आजको मौसम यस्तो छ। ल हेर्नुहोस् हामीहरू लाग्यो अब हाम्रो त एकदम 2 नम्बरै हो नि त। फेरि अब जाँदैछ मौसमले कतिको साथ दिन्छ होला, पिछेबाट फर्किन पनि सकिन्छ। भरोसा छैन, वहीँ पुगेर थाहा हुन्छ नेपालमा हिँडेको मान्छे है साथीहरू। ल हेर्दै गर्नुहोस् थाहा छैन। अलहापु अहिले चाहिँ रमजान चलिरहेको कारणले गर्दा अहिले भर्खर इफ्तार खुलेको कारणले यो सुनसान भएको। अब एकछिनपछि 1 घन्टा पछि सबै पसलहरू पनि खुल्छ, यताउता सबै हुन्छ, रमाइलो हुन्छ यतातिर। यो चाहिँ इफ्तार खुलेकोले चाहिँ अहिले अलिक सुनसान भइरहेको हो, किनकि हामी राजा भएको देशमा छौँ। त्यही भएर चाहिँ अलिकति रमजान चलिरहेछ। रमजानकोले गर्दा चाहिँ इफ्तारको लागि चाहिँ सुनसान भएको। हलहबुमा मेला लाग्ने ठाउँ हो यो चाहिँ, मेला लाग्छ होइन। हेलो गाइज, यो हलहबुको चाहिँ मेला लाग्छ, इरानी सुक है त। हाम्रो सर उहाँ हुनुहुन्छ, फोटो खिच्दैछ हाम्रो सरले। अब हुँदैछ त हामीहरू रुमतिर फर्किएको, फेरि भिडियो गऱ्यो भनेको भिडियो त नै भएर हार्छ। त्यही भएर अब अहिले हामी जाँदैछौँ। भएको रहेनछ भनेको नै भर्छ भनेको कुरो बिग्रियो नि, कुरो बिग्रियो गाइस, कुरो बिग्रियोमा सपार्न पाइन्छ होइन। टोपी ढल्काएर ढन्डाएर बनाएर भात खाएपछि अलिकति अल्छी लाग्छ नि। लेखेर जाँदैछौँ हामीहरू। हबुबाट चाहिँ बाटो लागिसक्यो है त। ल फेरि अब चक्का रुममा गएर भेटौँ ल अब एकैचोटि गाइस साथीहरू। आइयो हामी घर हबुबाट सट्ट लाएर कहाँ गएको छ अरे अगाडि यस्तो हुनुपर्ने। हबुबाट आइयो साथीहरू म। हाम्रो रुम नजिकै छ, आइपुग्नु लाग्यो।